यो मेरो गाउँ हो। गाउँदेखि चाहिँ म यो गाउँमा चाहिँ अलिकति सरकारले हेरिदिए हुन्थ्यो भन्ने चाहना मेरो चाहिँ हो। म यसको विषयमा यहाँदेखि कहाँ पुगिन्छ र कस्तो ठाउँमा पुगिन्छ भन्ने खालको कुराहरू मैले यहाँ आज राख्नेछु भन्नुपर्छ मैले, किनकि अब धरानको कुना हो यो सुनसरीको, धरानको नभएर सुनसरीको चाहिँ एकदम कुना अनविकसित ठाउँ हो। म आज सरकारले हेरिदिए अझ राम्रो हुन्थ्यो। यही बाटो अब यो गल्ली हो। अब हाम्रो बाटो सधैँ हाम्रो बाटो हिँडिराख्ने बाटो हो। अब हुन त मुलाङखारेले के हाल्छ भनेर नसोच्नु। यहाँदेखि एकदम यतातिर अब जति पनि यो घारीहरूले छोपेको चाहिँ मेरो गाउँ हो। मेरो गाउँदेखि चाहिँ रमणीय ठाउँहरू पुग्नलाई चाहिँ कति पनि कठिनाइ छैन। अब जस्तै यो हाम्रो गाउँमा अलिकति यो गइराखेको गल्ली अर्थात् गोठालो बाटो, अर्थात् पहिले हाम्रो बाजेहरू चाहिँ यही बाटो गएर चाहिँ पर पानीको मुहान छ, एकदम अर्ग्यानिक पानीको मुहान छ। ठ्याक्कै दलसिंहढुङ्गाको केपदेखि जति पनि यहाँ देखिराख्नु भएको छ बाटोमा, यो बाटोमा जति पनि देखिराख्नु भएको छ साथीहरूले, त्यो चाहिँ दलसिंहढुङ्गा यो अब सहरी भाषामा बोल्ने हो भने चाहिँ यो गिटी हो। तर सहरी भाषा नभएर गाउँले भाषामा चाहिँ यो एक प्रकारको ढुङ्गा हो, सेतो ढुङ्गा हो। म त्यही भएर चाहिँ ढुङ्गा नभएर रमणीय ठाउँहरू यहीँदेखि गएर चाहिँ अब यहाँदेखि देखिँदैन डाँडाकाँडाहरू। म डाँडाकाँडा छोटो भिडियो मैले मेरो युट्युबमा पनि हालिरहेको छु। मेरो युट्युबको नाम छ जीवन गाउँले भन्ने युट्युब च्यानल छ। अब हुन त म ठुलो युट्युबर नै होइन। म सुरुमा अब सुरुवात चाहिँ भर्खर गरिरहेको छु भन्नुपर्छ। अब हुन त यही बाटोबाट अब हुनसक्छ यो भिडियो 5-6 मिनटको हुनसक्छ। मेरो गाउँदेखि रमाइलो ठाउँहरू अर्थात् सरकारले हेरिदिनु पर्ने ठाउँहरू र अब के भन्नुपर्छ भने पर्यटक क्षेत्र बनाउने हो भने सरकारले अब ताकि पर्यटक भन्ने बित्तिकै विदेशी नै आउनुपर्छ भन्ने होइन। अब किनकि
अब हुन सक्ला। अब यहाँको लागि पो यो धरान 20 नम्बर सानो खैरेको लागि पो यो ठाउँहरू चाहिँ रमाइलो नहोला। अब रमाइलो क्रममा चाहिँ अब म अघि पनि मैले अस्ति भन्दैछु, अघि मैले बाजे बर्जाको कुरा गरेँ। यही बाटो गएर चाहिँ हाम्रा पुर्खा बाजेहरू चाहिँ पानी ओसार पोसार गर्नुहुन्थ्यो अरे भन्ने खालको कुराहरू। अब हामीले चाहिँ घरबाट अलिकति मासतिरको सम्म पाइप लाइन नै भेट्यौँ। हाम्रा बाबुआमाहरू, हाम्रो बाजे बराजुहरूले चाहिँ यही ठाउँ अब आइपुग्यो। जति पनि तपाईँहरूले देखिराख्नु भएको छ यो विक्रम सम्वत लगभग 34 सालतिर होला यो ट्याङ्कीको सिर्जना भएको थियो। अब ट्याङ्की तपाईँहरूलाई ट्याङ्की पनि देखाउँछु। हेर्नुहोस्, यहाँ चाहिँ छैन के अरे कुनै पानी देखिँदैन। अब यो क्षेत्रमा चाहिँ भित्रदेखि पानी निस्किरहेको छ। यो जति पनि काठहरू देखिराख्नु भएको छ त्यसले चाहिँ छेकेको छ। हेर्नुहोस्, यहाँ मुहान भनेको काहीँ छैन। ट्याक्कै मुहानदेखि नै यसरी ल्याएर यहाँभित्र चाहिँ पानी जमट्याङ्की हो। हुन त मैले पुरानो ट्याङ्कीहरू देखाउँदाखेरि चाहिँ अलिक नराम्रो लाग्न सक्छ। यहाँ पनि सरकार भन्नाले स्थानीय सरकार, अब सरकारले चाहिँ हामीलाई हेर्नलाई चाहिँ अलिक सरकारले चाहिँ हेर्नु सकिरहेको छैन र हाम्रो सुनाइहरू पनि सुनिराख्नु भएको छैन। अब भन्दै अब रमाइलो ठाउँहरू नै कुरा मैले गरेको थिएँ। रमाइलो ठाउँहरू अब हुन त कसैले इफेक्ट लाएर रमाइलो देखाएला कि, र पनि मेरो मोबाइल चाहिँ जिरो क्वालिटीको मेरो मोबाइलले त यतिसम्म रमाइलो दृश्यहरू देखाउँछ भने अब तपाईँ नै भन्नु। यो ठाउँ छैन के त अब हाम्रो लागि नराम्रो होला। अब कुनै ठाउँमा बस्ने ठाउँ बनाउने हो, कुनै ठाउँमा सम्म पनि छ। अब तपाईलाई के भन्नु। अब यो चाहिँ यहाँदेखि मास्तिर गयो भने चाहिँ लाली गुराँस पाउने पनि ठाउँ यतै हो। लेक पर्न सक्छ हाम्रो गाउँमा पनि।
आमै नि छेपारोले चोला फेर्दै रहेछ यार। यो भर्खर चोला फेरेको छ यार। लुगा फेर्दै रहेछ नला। अब जुम गरेको यस्ता त छन् उयो हेर्नुहोस् है। छेपारो यसलाई अब चाहिने के भन्ने हो भने पहिले हामी बच्चा हुँदाखेरि चाहिँ यतातिर हामी गोठाला गर्नु आउँथ्यौँ। अब यहाँ हेर्नुहोस् यो रमाइलो ठाउँहरू चाहिँ अब म धेरै टाढा त हिँड्न सक्दिनँ। म बिमारी भएको कारणले खासै निको त भएको छुइनँ। हिँड्न सकिरहेको छुइनँ। भर्खर आज मात्रै मैले यो निर्णय गरेँ। मैले देखाउनै पर्ने ठाउँहरू चाहिँ यिनीहरू हो, ताकि यहाँदेखि तल्लो रुखदेखि लिएको चाहिँ चाइनातिर बस्ने ठाउँहरू चारैतिर यहाँ चाहिँ व्यवस्थित ढङ्गले गरियो भने यहाँ पनि कुनै पनि हालतमा यो ठाउँ पनि नराम्रो ठाउँ चाहिँ भन्न मिल्दैन। किनकि अब हेर्नुहोस् है, यस्तो रमाइलो ठाउँ छ। हेर्नुहोस् यस्तै ठाउँहरू चाहिँ म धेरै देखाउनु सक्दिनँ। यहाँदेखि अलिकति मासतिर जान्छु, त्यसपछि तपाईँहरूलाई त्यहाँ नै अन्त्य गर्न चाहन्छु। अझ राम्रो चाहिँ मासतिर हो, डाँडाकाँडा वनपाखा देखिन्छ। हेर्नुहोस् यो ठाउँ नराम्रो होइन के होइन। अब हाम्रो लागि मात्रै यो जङ्गलको छेउको बस्तीवालाको लागि मात्रै नराम्रो हो र अरूको लागि नराम्रो होला, तर मेरो लागि चाहिँ यो नराम्रो छैन। अब अस्तिदेखि मैले यहाँको भिडियो हाल्नु मन लागिरहेको थियो। हेर्नुहोस् है, म यस्तो ठाउँमा पस्दैछु कि अब हेर्नुहोस्, यहाँदेखि मासतिर चाहिँ म जान सक्दिनँ, साथी हो होइन। तर कुनै दिन निको भएर चाहिँ म यहाँभन्दा मासतिर चाहिँ म तपाईँहरूलाई भिडियो गराएर नै देखाउन चाहन्छु। हेर्नुहोस् चारैतिर उयो छ, हेर्नुहोस् ठाउँमा बस्ने ठाउँहरू हेर्नुहोस्। यहाँ बसेर आनन्दको हावापानी लियो भन्दै म जीवन राई अनुहार देखाउन चाहन्छु। मै हुँ भन्दै म बिदा हुन चाहन्छु। धन्यवाद। मेरो युट्युब च्यानललाई सब्सक्राइब, लाइक, कमेन्ट गरिदिनु होला।
भन्दै म बिदा हुन चाहन्छु। धन्यवाद।